आदरणीय दर्शक महानुभावहरू र भर्खरै हामी नर्मदेश्वर शिव मन्दिरको चरणमा छौँ र अहिले हामी यो गैरा पोखरा दमुकाको गैरा पोखरा भन्ने स्थानको यो सुन्दर बगैँचा मा आइपुगेका छौँ र यो सुन्दर ठुटो जो देख्नुहुन्छ यो पहिलाको हाम्रो ऐतिहासिक वृक्ष थियो जो अहिले लडिसकेको छ। यसको सन्निकट रहेको यो सुन्दर जुन बगैँचा जसमा एउटा पोखरी हुने गर्थ्यो, त्यो पोखरीलाई पुनर्जीवित गरी एउटा सुन्दर एउटा ताल निर्माण गरिएको छ र यहाँका पुराना भौतिक ऐतिहासिक वृक्षहरूको अवसान र नयाँ वृक्षहरूको रोपण भएको हामी देख्छौँ। यहाँ पिपलीको बोट, यसै गरी भित्र स्वामी जहाँनिर ठुलो स्वामीको बुटो हुने गर्थ्यो त्यहाँ नयाँ स्वामी हामी देख्न सक्छौँ। र अब म मन्दिर परिसरभित्र प्रवेश गर्न गइरहेको छु र आजको यो माघे सङ्क्रान्तिको दोस्रो महत्त्वपूर्ण दिनमा शिवप्रति जुन आघात एउटा सम्बन्ध छ त्यसको सन्निकटमा अब पुगिसकेको छु र यसको नजिकै रहेको यो सुन्दर बगैँचा पनि मनमोहक छ र यो केन्द्र भागमा रहेको यही नै शिव मन्दिर हो, पुरानो शिव मन्दिर। र अहिले वर्तमानमा यो शिव मन्दिर यसरी भीमकाय स्वरूपमा खडा गरिएको छ। हेर्नुहोस्, शिवालयको शिव मन्दिर जुन 1 2 3 4 तलामा प्रत्येक श्रद्धालुहरूको उपस्थितिको लागि व्यग्र कुरेर रहेको हामी देख्छौँ। यहाँको अर्को महत्त्वपूर्ण भवन जो यो मन्दिरको ठिक कर्नरमा कुनामा अवस्थित छ, जो शिव भक्तहरूले विश्राम गर्ने वा आश्रय लिने स्थान हो। त्यसै गरी दोस्रो नयाँ मन्दिर, सम्पूर्ण यहाँको इन्फ्रास्ट्रक्चर फेरिएको छ। पुरानो शिवालय र अहिलेको यो शिवालयको भौतिक जुन पुनर्स्थापना गरिएको छ, यसले यसको सौन्दर्यतालाई अझ बढी प्रगाढ गरेको छ। र यो क्षेत्र अथवा यो जुन तपाईँले हल देख्नुहुन्छ, जसमा विभिन्न चरणमा विभिन्न ऋतु र महिनाहरूमा हुने जुन हाम्रा अनुष्ठानहरू छन् ती वा धार्मिक अनुष्ठानहरू हुने गर्छन्, तिनीहरूमा आउने भजन कीर्तन गर्ने यो सभा हल जस्तो मलाई लाग्छ। र अर्को अझ महत्त्वपूर्ण बिल्डिङ तपाईँहरू देख्न सक्नुहुन्छ, यो मन्दिर परिसर भित्रपट्टि रहेको यो श्री नर्मदेश्वर शिव मन्दिरको अर्को भाग यहाँ रहेको छ, जसबाट भजन कीर्तनहरू र अन्य विभिन्न साङ्गीतिक गीतहरू अथवा भजनहरू बजाइन्छ। र यतापट्टि अर्को हवन कुण्ड हामी देख्न सक्छौँ, फायर पिट यो मन्दिरको छेउमा रहेको छ, जसमा विभिन्न विभिन्न चरणमा हवन क्रिया गरिन्छ। र यहाँबाट देखिने जुन दमुका फाँटको दृश्य म फेरि देखाउन चाहन्छु। पहिला यो दमुकामा हरेक केन्द्र भागमा खेती लगाइन्थ्यो। अहिले पनि खेती असाध्य राम्रो छ, तर
नयाँ नयाँ सडक निर्माणको कारणले गर्दा बस्ती विकासलाई यसले निकै टेवा पुर्याएको छ। यद्यपि हाम्रो पुरानो संस्कृति परम्परा जुन कृषि गर्ने परम्परा थियो त्यो अझै पनि कायम रहेको हामी देख्न सक्छौँ। र म अब केही समयको लागि यस मन्दिर परिषदको यो छायाङ्कनबाट ओझरिन चाहन्छु। धन्यवाद, नमस्ते, थ्याङ्क यू भेरी मच।